खै खै भाउजू म बोक्छु। यो काइला के पो गर्छौ? छ्या, मेरो चाहिँ खुट्टा छैन कि खुट्टा काँधमा राखेर हिँडेको देख्यौ? कस्तो नामर्दाहरू चाहिँ रुकेर बस्नुपर्ने हौ, चित्तै नबुझ्दो। उसको मुखले भने चाहिँ सबै गर्ने सक्ने चाहिँ होइन। होइन भाउजू, दाजुले सकेन भने म छु त हौ। यत्रो जवान लाथे किन अप्ठ्यारो मान्छ हौ भाउजू? आखिरमा देवार भाउजू त पर्छौँ नि। होइन, यो काइला चाहिँ केहरू बोलिबस्छ हौ? अब घरमा बुढा हुँदा हुँदै बुढाकै आस लाग्छ नि हौ। अब किन चाहिँ अदुख मन गरिबस्छ हौ भाउजू? दाजुको बेला बेला ढाँड सर्किहाल्छ नि। ए, अर्काको छोरी ल्याएपछि ढाँड सड्किन्छ भनेर धर पाउँछौ? आम्मामा हेट, बे चाहिँ अलिक सोच विचार गरे मात्रै बुढी ल्याउनु पर्ने रहेछ है, नत्र त बेलामा रोग निकाल्दो रहेछ। अब यहाँ सुन है काइला, तिम्रो दाजु उसको डेग बेकार चल्दैन, अलिकति उब्रेको छ, सकिहालौँ न भनेको सुन्दैन। बिउको जम्मै आँखला निस्किसक्यो। भाउजू एक बटुको जाँड छानिदेऊ न, म खनिदिन्छु भन्दाखेरि अस्ति मान्यौ त, ठिक्कै पर्यो। अब तिम्रो दाजुले खन्छ होला भनेर नि हौ काइला। लु साह्रै भएन, तिमीलाई 2 बटुका जाँड भए पनि दिन्छु कि काइला, खनिदेऊ न। ल हौ, त्यो 2 घन्टा पनि लाग्दैन। अनि कता पहिने भाउजू? माथि सिरान गरेकोमा गएको हौ, त्यहाँ एकछिन काम छ र। ए, अब उकालोमा खुट्टा गल्छ होला। खै खै भाउजू म बोक्छु। यो काइला के पो गर्छौ? छ्या, मेरो चाहिँ खुट्टा छैन कि खुट्टा काँधमा राखेर हिँडेको देख्यौ? छक्कै पर्नु।